हेलो एभ्रिवान, आजको हाम्रो होलिडे चाहिँ कस्तो हुन्छ र के गर्छौँ भनेर तपाईहरुलाई चाहिँ भिडियो मार्फत देखाउने छौं। हेर्दै गर्नु होला हामी के गर्छौँ भनेर। आज चाहिँ हाम्रो यहाँ घर लिप्नु पर्ने थियो, एकदम भत्किरहेको थियो यहाँ किचन। अनि यहाँ साथीहरु चाहिँ घर लिप्न थालेका छन्। शनिबार हाम्रो चाहिँ सरसफाई कार्यक्रम चल्दैछ, उता लिप्दै छन्। दुई जना गोबर लिन जाँदै छ। मेरो काम पुरै सेफ्टीसँग। बिन्दु यता फर्किन हौ। ओ बिन्दु फर्किन, कुतकुती लागेपछि किन फर्किँदैन होला र? लाग्दैन चिरिङ परेर अब यसरी हिँड्दैछन्। पर्खाइ खतरै छ। के भन्छ इन्त्राजात अरे एउटा कुखुरा खुट्टा लिएर आउँछ यिनीहरूले। हामी चाहिँ लाग्यौँ। अब कता लागेको? म अगाडि जान्छु। यहाँ हेर न फोनमा कस्तो फोहोर लागेको छ। पुछिदेऊ, भ्लग राम्रो आउनु परेन। यो लुङ्गीले पुजा त यो पछाडिको भयो। हामी चाहिँ अब धारा देखाउन गइरहेको छु। अलिक टाइम लाग्छ। मिनट लाग्छ है? है कति मिनट लाग्छ? अब दुईजना चाहिँ मामालाई गइसक्यो। हामी फाइनलमा 4 जना मात्रै भयो। नहुनु चाहिँ अलिक दिनपछि, अबको 1-2 दिनपछि म पनि खातबारी जान्छु। खुसीको कुरा। कहिले रिजल्ट उयो के भन्छ रुटिन नै आउट गर्दैन। किन यस्तो छ हाम्रो? यो डर लाग्दो छ है राति चाहिँ। कोही मान्छे छैन रहेछ। खुसीको कुरा। भ्लग गर्ने मान्छे चाहिँ यहाँ छु। यतातिर अलैँची छ। आज दिनभरि हामी के गर्छौँ सबै देखाउँछु। सुतेको पनि देखाउँछु। टोइलेट को जाने तिनीहरूको पनि देखाउँछु। यस्तो डर लाग्दो छ यो। भगवान हामी चाहिँ पानीमा आइसक्यो। यहाँ पर चाहिँ फुलै फुल भएको घर छ। धारा चाहिँ यस्तो छ अर्ग्यानिक। यत्रो बनाएपछि यहाँ पनि उयो हालिदिनु नि त नि। 2-3 नाला हाल्दै साफ गर्दैछौँ। नुहाएर आएर पैसाको यस्तो चाहिँ यो दुईजना चाहिँ खाजा पकाउँदैछ। आज हामीले घर लिपेर यस्तो भयो। खाजा चाहिँ अन्डा र भात। तरकारी खै? तरकारी चाहिँ दाल पनि थियो नि। दाल एकदम